हेलो हेलो गाइज सम्पूर्णलाई नमस्ते। अनि सबैजना सन्चै हुनुहुन्छ होला। यो मैले एउटा कुरा चाहिँ नबुझेको कुरा के हामी जस्तो नर्मल मान्छेहरूको यो भिडियोहरूमा लाइक भ्युज सब्सक्राइबरहरू किन चाहिँ ग्रो हुन सक्दैन यार। मैले धेरै च्यानलहरू बनाएँ के ट्राई गरेँ। एउटा च्यानलमा पनि 100सम्म सब्सक्राइबर बनाउन सकिनँ कि 80 एउटा च्यानलमा 80 सब्सक्राइबर पुगेको थियो। त्यो च्यानल पनि छोडिदिएँ होइन। अनि एउटामा 72 पुगेको थियो, त्यो पनि छोडिदिएँ। किन हामी जस्तो नर्मल मान्छेको भिडियोहरू हेर्नै रुचाउँदैन, कसैले मनै पराइदिन्न होइन। राम्रो कन्टेन्ट बनाउन कोसिस गर्छु अब, तर पनि कसैले रुचाइदिन्न होइन। अब साथीहरूलाई पठायो भने साथीहरूले वास्ता नगर्ने, यो अगाडि बढ्छ कि भन्ने डराउने, त्यस्तो पनि हुन्छ होइन। अब ठुल्ठुलो क्रिएटरहरूले त हामीलाई हेर्ने कुरै भएन। अब कि त सोसल मिडियामा राम्रो भ्युज अनि सब्सक्राइबर बढाउनलाई चाहिँ कि त नाङ्गो नाच्ने देखाइनु पर्दो रहेछ, कि त छाडा कुरा नै बोल्नु पर्दो रहेछ कि। नर्मली हामी जस्तो एकदम अनेस्टली बोल्नेहरूले चाहिँ यहाँ कुनै पनि प्राथमिकता नदिँदो रहेछ होइन। त्यसैले साथीहरू, यदि हजुरहरूको मनमा अलिकति दया माया भए चाहिँ होइन, अलिकति म पनि यो च्यानल चाहिँ ग्रो गर्न चाहन्छु कि म डेली होइन भिडियोहरू बनाउने कोसिस गर्नेछु। तपाईँहरूले एउटा लाइक र सब्सक्राइब गरिदिनु होला। अब धेरै कुरा त के गर्नु होइन, अब कसैले हेर्नै रुचाउँदैन अब भन्यो भने त अब जबरजस्ती गर्ने कुरा नि भएन होइन। जबरजस्ती मेरो भिडियो हेरिदेऊ कि हेरिदेऊ भन्ने कुरा नै भएन। लिङ्कहरू सेयर पनि कति गर्ने के वाक्क लाग्ला होइन। एउटालाई बारम्बार एउटै कुराले टचर दिन नि मन लाग्दैन कि। अनि ठिकै छ, अब जे जस्तो भयो नि, जसको भिडियोमा चाहिँ मोबाइलको स्क्रिनमा चाहिँ यो भिडियो आइपुग्छ नि, उहाँहरूले एउटा सब्सक्राइब गरिदिनु होला कृपया है त। म पनि अब हल्का प्रगति गर्न चाहन्छु, डेली भिडियो बनाउन चाहन्छु होइन। आफ्नै हाम्रै डेली लाइफमा के भइरहेछ होइन, हाम्रो नेपालमा के भइरहेछ त्यसको बारेमा पनि बनाउन चाहन्छु कि। अब भ्लगहरू पनि बनाउँछु म, यता कतै घुम्ने ठाउँमा गयो भने होइन। है त साथीहरू, यसो सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु है त प्लिज।